सो ल ल हेलो 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 फेरि भेट भयो हाम्रो र होइन फेरि ल भेट ठिक भयो छ हाम्रो सेटअप चाहिँ यही हो सेटअप हो मोबाइल राख्यो कुरा गऱ्यो कुरा सो गऱ्यो त्यस तेरो डेली डाइट के हो मलाई भन्न आजको पोडकास्ट चाहिँ डाइटको बारेमा छ म सो ल अब त्यस्तो कन्सियस छुइनँ डाइटमा त होइन जे नि खाइदिन्छु तँ हो फिटनेसमा अब तँ जान्न लायो होला होइन म खासै छैन त्यही जे पाएँ त्यही खाइदिन्छु अब त्यही त डाइटको बारेमा थाहा चाहिँ छ तर सकिँदैन कि मेन्टेन गर्नलाई चाहिँ सो तँ चाहिँ तेरो भन्न तेरो चाहिँ के हो त अनि डाइटिङ प्लान मेरो डाइटिङ प्लान तेरो बाहिर एक्सेप्ट बाहिर जे होस् होममेड भनौँ न ओभरअल घरको सामग्रीहरू हेल्दी सामग्री होइन अब ओट्स भयो अब ओट्स त बाहिरको हो बाहिरको भयो भने सकभर हेल्दी लिउँ होइन हेल्दी खाउँ एउटा फिटनेस मजाले पेट नबढोस् होइन छाती बढोस् राम्रो के अरे पछिसम्म हेल्दी भओस् राम्रो एउटा वेल मेन्टेन बडी भओस् त्यही हो ओभरअल कार्ब्सहरू अभोइड गर्ने मेन भने त्यही हो कि कार्ब्स र फ्याट अभोइड गऱ्यो भने त हेल्दी त्यसै भइहाल्यो अनि यहाँ अब अस्ट्रेलियामा भएपछि काम गरिहालिन्छ काम प्लस कार्ब्सहरू अभोइड गरेपछि चाहिँ हुन्छ यहाँ भयो भने हल्का बानी बिग्रेछ त्यो अब उहाँ नेपाल जस्तो ऊ गर्न सकेको छैन त्यही पनि जिमै राखेन अब नेपालमा जाँदैछ त्यही हो तर नगरे पनि एउटा फिटनेस राम्रो खाने बानी प्लस होइन राम्रो प्रोटिन भयो भने तेरो बडी चाहिँ हुँदो रहेछ क्या जे होस् एउटा हल्का सोल्जर होइन हल्का तेरो पेट घट्ने जे होस् एउटा मेन्टेन बडी राम्रो वेल मेन्टेन भएपछि त्यही भएर नि मैले फ्याटहरू चाहिँ अभोइड गर्नु पर्यो त्यसपछि त हुन्छ हल्का काम र फ्याट एभोइड कहिले गरेपछि राम्रो बानी गरिस् भने नि तेरो त्यहाँ जिम हुन्छ नि काममै जिम भयो होइन काममा जिम भयो तेरो केही गर्नै पर्दैन आफै अहिले त नेचुरल हल्का हल्का घटे कति मैले किलो मेन छ भनेको कहिलेकाहीँ चौचो खान्छु चौचोहरू अभोइड गर्नु पर्यो कोल्ड ड्रिङ्क अभोइड गऱ्यो भने त तेरो मेरो मजाले हुन्छ 1-1.5 महिनामा लगभग 7-8 केजी त घट्छ तेरो घट्छ अनि प्लस हेल्दीमा मसल पनि बढ्छ होइन प्रोटिनहरू खाइस् भने किनकि डेली मेरो हिँडाइ एभरेजमा होइन 20,000 स्टेप घट्छ कि भनेको 16 किलोमिटर म हिँड्छु कि दिनमा अनि त्यति भएर घटिहालिन्छ नि हो त्यो हो नि त कुराकानी अनि त्यति घट्छ भनेपछि तेरो जे होस् अनि अरू युजल तँलाई मनपर्ने फुडहरूको बारेमा भन्न न के मनपर्छ मन त मलाई अब त्यही हो हेल्दी अनहेल्दी फुड त मनपर्छ होइन मिठो त्यही हुन्छ जस्तै चाउमिन अब ओहो चाउचाउ चाउमिन अनि करेन्ट नेपालमा म्याक्सिमम् यहाँ खाने चाहिँ मैले चाउचाउ र करेन्टै खान्छु होइन बाहिर आएर बाहिरको ट्राई गरौँ भन्छन् होइन तर मलाई चाहिँ ठिक्कै मन पर्दैन क्या बाहिरको मैले आएर जम्मा एकचोटि बाहिर खाएको छु अनि प्लेनमा खाएको थिएँ क्या प्लेनमै मलाई भोको भएको थियो त्यो बाहिरको म जिन्दगीमा खाँदिनँ भनेर के चाहिँ प्लेनमा के दिएको थियो फिस करी के दिएको थियो मिठो केही नमिठो क्या मिठै नहुने क्या अनि मलाई त्यहीँबाट भोको भएको थियो कि म यो बाहिरको खाँदिनँ पैसा पनि बढी हुने अनि त्यही माथि त्यस्तो नमिठो भनेपछि त्यो कसले खान्छ बरु अलिकति नेपाली प्रोडक्टै खान खोज्छु कि जतिखेर पनि त्यही मिठो लाग्छ अनि त्यही त हो नि अरू त अब मिठो लाग्ने चिज भनेको त्यही हो त्यो हो कोल्ड ड्रिङ्क्स हो बिस्तारै बिस्तारै कोल्ड ड्रिङ्क्स चाहिँ अब अभोइडै गर्नुपर्छ किनकि लास्टै अनहेल्दी चिज हो त्यो चाहिँ नम्बर 1मै पर्छ होला अनहेल्दीमा कोल्ड ड्रिङ्क एकदम सुगर हुन्छ नि त धेरै नो सुगरवाला खाँदा त हुन्छ त्यही पनि त्यसमा पनि हुन्छ हुन त हुन्छ किनकि टेस्ट आइरहेको होइन किन भन्नु मात्रै हो नो गुलियो सुगर भइहाल्छ गुलियो भएपछि काहीँ न हल्का काहीँबाट त थोरै मात्रामा हुन्छ तर भन्नु मात्रै हो अलिक कम बिस्तारै बिस्तारै घटाउँदै गर्नलाई चाहिँ ऊ त्यस्तै ड्रिङ्क खानु त्यो एउटा लेमनवाला छ नि तेरो त्यो पनि नो सुगर हो नि त त्यो खाँदा नि भयो कोका कोलाको सट्टामा चाहिँ त्यो खानु वात्तै घटाउनु वात्तै अभोइड गर्नुभन्दा नि त्यसरी बिस्तारै बिस्तारै अभोइड गर्दा ठिक हुन्छ मैले त पहिला कति खान्थेँ कोकहरू छोडिदिएँ स्वाट्टै कोक स्प्राइटहरू खाए पनि अब तिमीहरूको यता आयो होइन तैँले दिस अलिकति खान्छु यति अनि धेरै त्यस्तो खाँदैनस् हामी बाहिर खाँदाखेरि पनि त त खाँदैनस् नि त हामी चाहिँ ज्याम खान्छौँ ऊ चाहिँ खाँदैन त्यो खाँदैन त्यो अब मेन्टेन गरौँ भन्ने हुन्छ अनि अरू चाहिँ तँलाई चाहिँ नमनपर्ने फुडहरू चाहिँ के हो मन नपरे भनेको मलाई हेल्दी फुड हो हेल्दी फुडहरू मलाई जस्तै तैँले आज चना लिएर आइस् होइन चना जम्मा उसिनेर ल्याएस् होइन अनि त्यो के मिठै हुँदैन के खानु भन्ने लाग्छ आफूलाई चाहिँ होइन खाएपछि मिठै खाउँ भन्ने छ मिठो त हुँदैन मेरो ज्यान चाहिँ अब 90 केजी छ होइन घट्नु पर्न चाहिँ तर घट्नै भन्नाले मिठै खान मन लाग्छ क्या नखानु खाएपछि झन् त्यसमा त झन् मिठो खाइस् भने झन् ऊ हुन्छ क्यालोरी ऊ के भएर तेरो झन् बढे गर्छ दिनको 20,000 स्टेप भएपछि चाहिँ के हुन्छ कि भन्ने हो नत्र त मिठो चाहिँ खान्छु म त्यस्तो म अहिलेसम्म हेल्दी लाइफस्टाइल चाहिँ खाइन
अनि बिहान बिस्तारै उठेदेखि बिस्तारै हुन्छ, बिस्तारै बिस्तारै लेभल बढ्छ। अनि बिहान उठेदेखि चाहिँ तेरो राति सुतेसम्मको डाइट के हो तेरो डेली रुटिन? जे भेटिन्छ त्यही खाने हो होइन। अहिले जस्तो बिहान उठ्यो अनि त्यसपछि के गर्छ? बिहान त उठ्ने बित्तिकै म कफी खान्छु, कफी खान्छु, पानी खान्छु होइन। अनि त्यो भएपछि यसो कहिलेकाहीँ अब भात खाना उब्रे हुन्छ कि राति पकाएको हुन्छ, त्यो तताएर खायो, अनि तरकारी तताएर खायो। अनि दिउँसो अब काममा गइन्छ होइन, कामबाट 6 बजे आइन्छ, अनि आउँदैसम्म केही नै खाइँदैन क्या। वहाँनिर ब्रेड स्रेड हुन्छ काममा, अनि बनानाजहरू हुन्छ होइन, या पल्स हुन्छ होइन, त्यो पनि खाइन्छ कहिलेकाहीँ। तर त्यस्तै छ, त्यही खायो। अनि त्यसपछि राति आयो, खाना पकायो, खायो तातो, त्यही हो डाइटिङ प्लान। बिहान कहिलेकाहीँ खाइन्छ, कहिलेकाहीँ खाइँदैन खाना चाहिँ। त्यस्तै छ यार मेरो त अब। अनि यता बस्दाखेरि अब उताको नेपालको फुडहरू कतै मिल्दैन, के याद आइरहेछ त तँलाई फुडको कल्चरहरू? नेस्रो के मलाई नेपालको याद आउने नै फुड हो क्या। अरू के खान मन लागेको छ तँलाई? नेपालको फुड चाहिँ लास्टै नै याद आइरहेको, बरु अर्थ ठिकै आउँछ होइन। नेपालको अलिक क्रिस्पी हुन्छ, पिरो हुन्छ। यहाँ अब अस्ट्रेलियामा कसैले पनि पिरो खाँदा रहन्छन् कि अस्ट्रेलियनहरूले, त्यही भएर त्यो प्रोडक्टहरू पनि पिरो खाँदैनन् है, खाँदैनन् कि पिरो। हो र? अनि प्रोडक्टहरू पनि तेरो के हुन्छ भन्दाखेरि पिरो बिना के हुन्छ क्या। जस्तै अब चिप्स खान लाग्यो होइन, पिरोवाला खोज्छु होइन, अनि खोज्छु भेटिँदैन, अनि बल्ल बल्ल रातो खोर्सानी भएको एउटा भेटेको थिएँ मैले होइन चिप्स, अनि ल्याएर खाएको पिरै छैन क्या। यो अस्ट्रेलियनहरूलाई चाहिँ पिरोदेखि स्पाइसी मन पर्दैन रहेछ है, धेरै मन पर्दो रहेछ क्या यिनीहरूलाई। हो। अनि त्यसपछि जस्तो हाम्रो चाउचाउ लेजहरू हुन्छ नि, लेज पनि स्पाइसी नै हुन्छ, जे एउटा मसालेदार। यहाँ चाहिँ मसला धेरै मन पर्दैन रहेछ। नेपालको त्यो चिप्स छ नि, कस्तो पिरो हुन्थ्यो, बुवा खानै सकिँदैन थियो कि। यहाँको त जति पिरो खाए पनि के हो जस्तो पिरै छैन कि। त्यो चाहिँ मैले फाइन्ड आउट गरेँ हो। अनि त्यसपछि त्यही हो, अस्ट्रेलियनहरूलाई अब पछि हामी सेफ भयौँ भने होइन, त्यही त पिरो चाहिँ बिर्सेर पनि हामीले तिनीहरूलाई पिरो बनाउनु हुँदैन, फेरि सिधै एकदिन निकालिदिन्छन्। किनकि नेपाली भएपछि पिरो बनाउनु मन लाग्छ, पिरो मसलाहरू हाल्न मन लाग्छ। एकचोटि मैले त्यही अर्कै छ तरिका। दाल बनाइरहेको थिएँ है, अनि हाम्रो घरमा एउटा बच्चाको जे होस् टिचरहरू यस्तै ट्युसन टिचर यस्तै समथिङ आएको थियो घरमा। अनि के अरे तेरो ट्युसन टिचर आएर मैले दाल झानिरहेको थिएँ। अब हामीलाई त झान्न सुरुमा के स्पाइसेसहरू हाल्नुपर्छ नि त, लसुन प्याज अनि यताउति। अनि त्यसले पनि उसलाई कस्तो पिरो भइरहेको थियो त्यो बास्नाले नै। त्यही भएर उल्टो छ कि हाम्रो अचम्म है। हामीलाई चाहिँ वाइट पिरो खान मन लाग्छ। अझै हामी भन्दा त इन्डियन कति मसला खान्छन्, हामी चाहिँ अझै कम हो। इन्डियनहरू अझै बढी खान्छन् मसला। कालै हेर्दा एकदम मलाई पनि आजकल पिरै खान मन लाग्छ कि। पिरो भएन भने त मलाई केही मिठै लाग्दैन, मिठो नै पिरो जस्तो लाग्न थाल्यो। यता स्पाइसी खाँदैनन् है धेरै, स्पाइसी लास्टै यता। अनि यताको डिस चाहिँ के हुन्छ, जस्तो हामी 9-10 बजीतिर भात दाल तरकारी खान्छौँ, यता चाहिँ के खान्छन्? यहाँ त यिनीहरूको अर्कै तरिका हुन्छ, पास्ता खान्छन् बिहानै, हो र? तर त्यस्तो मैदा राम्रो होइन नि त। टक्क उठ्छन् होइन, कोही उठ्छन्, कोही चाँडै उठ्छन्, सुरुमै पास्ता खान्छन् नि यिनीहरूले चाहिँ। त्यस्तो राम्रो होइन मैदा। स्यालेड्सहरू खान्छन्, स्यालेड चाहिँ राम्रो, स्यालेड्स त अब हेल्दी हुन्छ। जुस खाने बिहान खाना चाहिँ खाँदैन जस्तो लाग्यो यिनीहरू। अब खाना ठिक छ मेन्टेन गरेर खानुपर्छ। अब खाए पनि नखाए पनि केही अब तेरो बिहान कोक खानु भएन, बिहान त कोक खानै भएन। सुगरहरू बिहान जुस खाएको एकदम नराम्रो, कोक खानु भएन। अनि अर्को उताको स्ट्रिट फुडहरू तँलाई के मन पर्थ्यो नेपालको? नेपालको मोमो, चाउमिन, मेन मन पर्ने भनेको चाहिँ सी मोमो हो होइन। लास्ट मिठो हुन्थ्यो क्या त्यहाँको, क्रिस्पी पिरो कस्तो मिठो हुन्थ्यो क्या। झोल मोमो होइन त्यो क्रिस्पीवाला, त्यो पुरै साँधे क्या मोमोलाई साँध्छ नि पिरो बनाएर तारेर के हो मोमोलाई फ्राई गर्ने, अनि त्यसपछि पुरै पिरो बनाउने कि। ओहो त्यो झोलवाला क्याप्सिकमहरू सबै हाल्छन् अनि मिठो बनाउँछ। ब्याम्बो कटेजको याद सिमो भन्ने चाहिँ ब्याम्बो कटेज याद आउँछ। कति लिन्छ? अनि एउटा त्यहाँ अनि एउटा लालबन्दीको त्यहाँ एउटा ठाउँ छ नि, त्यो के अरे कति लिन्छ ब्याम्बो कटेजमा? 200 सम्म, 230। तर वर्थ इट हो नि हैन? त्यही पनि 8 गरेर खाइन्थ्यो कि मिठो लाग्थ्यो। वर्थ इट हो। यतिको यहाँ पाइयो भने होइन हुन्थ्यो क्या। तर यहाँ पाउँदा पाउँछ, पैसै तिरेर भए पनि त्यतिको मिठो पाएको भए चाहिँ म खाइदिन्थेँ। त्यतिको मिठै पाउँदा एकचोटि ट्राई गरेको थिएँ मैले सुरुमा आउँदाखेरि, त्यस्तो खासै लागेन मलाई यार उहाँ जस्तो। त्यही त तातो तातो। त्यही मलाई मिस हुने भनेको चाउमिन त्यो, अनि त्यसपछि चटपटे पानीपुरी कहिलेकाहीँ, खासै त खाइदिन्थ्यो पानीपुरी। यसो टाइम पास गर्न साथीभाइसँग
त्यस्तै हो यार अब यहाँ पनि पाउँछ पाउन त तर त्यो लेभलको छैन चाउचाउ फ्राई यसो सस्तो पनि पाउने नि उहाँ फुडहरू 60-70 रुपियाँ दियो चाउचाउ फ्राईहरू होइन। त्यो लेभलको क्रिस्पी सिस्पी हुँदैन कि यहाँ अनि त्यही भएर मेन भने क्रिस्पी मिट्स छ क्या मिठो पनि छैन खासै के हो हल्ला कम गरौँ भनेन। अनि अरू अरू के मिस हुन्छ त नेपालको अरू त त्यस्तो बाई अब अनि लाफिङ पनि मन पर्थ्यो नि होइन ड्राई लाफिङ ड्राई लाफिङ त बिर्सेछु भने लाफिङ त यहाँ त पाउँछ त मिठो चाइनिज ट्राई पनि गरेको छैन यहाँको मैले लाफिङ त उहाँको बानेश्वरको लाफिङ क्या वा किमानु रस लाफिङ पाउँछ कि त्यहाँनिर बबाल हो नि भित्र छिर्ने ठाउँ हुँदैन थियो त्यस्तो भिड हुन्थ्यो क्या कति कमाउँछ होला त त्यहाँ वाइल्डै कमाउँछ त्यहाँ धेरैजना पनि छैन 3 जना राखेको छ एउटा दुईटा खाना बनाउने उता भित्र 2 जना खान 2-3 जना हुन्छ 4 जना अनि 2टा डेलिभर गर्ने होला 4-6 जना होला त्यस्तो तल छ त्यही पनि कति मान्छे आयो कस्तो चुक्कै नजिक छ नि त पपुलर भएपछि बाफरे कस्तो मजा तर तल के तल देखिहाल्ने क्या मिठो भएपछि त्यतिकै मान्छे तानिहाल्छ क्या कस्तो राम्रो है सस्तो पनि रहेछ है फेरि देखिने ठाउँमा राख्नुपर्छ भन्ने रहन्छ कि रहेनछ तर चोक नजिक चाहिँ हुनु पर्यो फेरि चोक नजिक फेरि बानेश्वरमा छ अनि अझै फेरि के अरे मिठो बनाउँछ अब हाम्रो घर तल राख्यो भने टिका थली तल राख्यो भने त आउँदैन त्यही चोकको आउँछ मिठो भयो भने त आउँछ नि अब त्यही हो त्यस्तो भित्रबाट त्यो लेभलको आउँदैन एक्सेस हुँदैन जस्तो अब अफिसबाट जाने मान्छे पनि आउन सक्छ नि त्यो ठाउँमा जो पनि आउने भयो ए बबाले भिड हुन्छ ट्याक्क बाइक रोकेर छिर्दियो होइन तर अब त्यहाँ चाहिँ अब प्लान गरेर आउनुपर्छ भित्र छ भने चाहिँ यस्तोमा त्यो एरिया चाहिँ हिँडिराख्ने एरिया हो नि त बबाले पाउँछ है त्यहाँ त लाफिङ किमान्डोलोस त्यो चाहिँ हो राम्रो लाग्छ यार चिया पनि मिस हुन्छ त्यहाँको चट्ट निस्क्यो चिया खायो हिँड्यो त्यसले यहाँ छैन क्या त्यस्तो कहाँ पाउँछ नेपाली पसलले हेऱ्यो हाल्यो त्यो नेपाल जस्तो त्यो आगोमा बालेको जस्तो चिया हुँदैन मेसिनमा बनेको चिया स्वाद है मिसिङको पातलो हुन्छ कहिले कस्तो हुन्छ अटोमेटिक चिया टाइप उहाँ त भुलुक भुलुक उम्लेको कस्तो दामी हुन्छ नेपाली पन्छ नि त तातो हुन्छ कि त्यो यहाँ त केही छैन त्यस्तो पैसा बढी हालेर पनि खान पाइँदैन क्या मिठो अचम्मको ठाउँ छ यार त्यस्तो छ अब करियर वाइज चाहिँ अब हेरौँ के हुँदैछ अब भर्खर 3-4 महिना भएको छ लेस थिङ्स अहिले त केही सुरु नै भएको छैन अहिले त यहाँको रिलेटेड मेन्टालिटी नै आएको छैन हल्का फुल्का अब त्यो टु सुन टु जज भने जस्तै अब बिन्डियर दन ड्याट भएको छैन हामीलाई टु सुन टु जज हो नि त अहिले अनि त्यही भएर अहिले केही पनि नगरौँ काम गर्दै गरौँ बुझ्दै गरौँ अब्जर्भ गर्दै गर्ने हो सिस्टम बुझियो अब मान्छे बुझ्नु छ त्यो एसी त भयो नि अनि त्यसपछि तँलाई फ्ल्याट चाहिँ कस्तो मनपर्छ यस बाहिर बस्दाखेरि अहिले हामी बसेको पनि ठिक छ होइन यो चाहिँ मेरै रुम हो अनि यो चाहिँ लिभिङ रुम हो जहाँ चाहिँ हामी सेटअप गरिरहेको छौँ लगभग भविष्यमा तपाईँहरूले अब यस्तै ग्रो भयो भने यहीँ देख्नुहुन्छ होइन सेटअप अब म सरिनँ भने सऱ्यो भने त सकिएको नत्र जस अहिलेलाई यो छ होइन ठिक छ यतिको रुम पनि राम्रै एउटा लिभिङ रुम अनि 2 BHK क्या 2 BHK भनेको 2 बेडरुम 1 हल हो नि त अनि त्यो भएपछि चाहिँ राम्रो छ होइन अरू त त्यस्तै छ यार खास हाम्रो रुममेट्स हो रुममेट लिन जाउँ ल आज यति गरौँ